नेपालमा कम लगानीमा राम्रो आम्दानी गर्ने मेसिनको खोजीमा हुनुहुन्छ भने यो भिडियो तपाईको लागि विशेष रहनेछ। आज भने हामीले यस भिडियोमा नेपालमै राम्रो आम्दानी गर्न सकिने यो स्न्याक्स मेसिनको बारेमा सम्पूर्ण जानकारी समेट्नेछौँ र यो मेसिनको बारेमा सम्पूर्ण जानकारी राख्ने क्रममा यति बेला भने हामी लामो समयदेखि उत्पादनमूलक मेसिनहरू नेपालमा उपलब्ध गराउँदै आउनुभएको चेन्जिङ नेपालमा आइपुगेका छौँ र यस भिडियोमा भने हामी यो मेसिनको बारेमा सम्पूर्ण जानकारी समेट्नेछौँ। यो एउटै मेसिनबाट के कस्ता प्रोडक्टहरू उत्पादन गर्न सकिने सम्भावना रहेको छ, मेसिनको मूल्य कति पर्छ, यसको विशेषताहरू के रहेको छ भन्ने विषयहरूको बारेमा सम्पूर्ण जानकारी यस भिडियोमा पाउन सक्नुहुनेछ। भिडियोलाई अन्त्यसम्म हेरेर नेपालमै राम्रो आम्दानी गर्न सकिने विशेष अनि फरक किसिमको यो व्यवसायको बारेमा सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ। सबैजनालाई नमस्कार। म चाहिँ विकास निरौला चेन्जिङ नेपालबाट। आज चाहिँ हामी मसिनहरूको बारेमा बुझाउने क्रममा चाहिँ एकदम भिन्न प्रकारको चाहिँ मसिनको बारेमा तपाईहरुलाई जानकारी दिन गइरहेको छौँ। यो मसिनबाट गर्ने व्यवसाय भनेको चाहिँ नेपालमा अहिले बिस्तारै फस्टाउँदैछ। त्यस्तो धेरै फैलिएको पनि छैन हैन, बिस्तारै फस्टाउँदैछ र यसबाट बन्ने प्रोडक्टहरू पनि नेपाली जनसमुदायमा चाहिँ धेरै नै मन पराइरहेको चाहिँ हामीले देखिरहेछौँ। त्यो के आइटम हो भन्दाखेरि चाहिँ यो चाहिँ एक्सट्रुडर मेसिनबाट बन्ने आइटम हो। यसलाई चाहिँ फुड स्न्याक्स मेसिन पनि भन्छन्, कसैले चाइनिज फुड पनि भन्छन्, कसैले चाहिँ पफ्ड आइटम पनि भन्छन्। अब मैले नाम लिनु पर्दाखेरि यसलाई चाहिँ तपाईले सुन्नुभयो होला बजारमा कुरमुरे, पोला, त्यस्तै टेडेमेडे भन्छन्, अनि त्यसपछि बिङ्गो ट्रायंगल शेपको आइटम भयो, अथवा विभिन्न पफ्ड फुलेको आइटमहरू चाहिँ बनाउने चाइनिज स्न्याक्स मेसिन हामीसँग चाहिँ अहिले नयाँ आएको छ। अब यसमा चाहिँ म तपाईलाई सुरु गर्दाखेरि चाहिँ सानो मेसिन, पफ मेसिन भन्छु, पोला मेसिन भन्छु, त्यो सानो मेसिनबाट तपाईलाई भन्छु। यो सानो मेसिनबाट चाहिँ हामीले पातलो खालको पोला बनाउन सकिन्छ हैन। पातलो खालको पोला भनेको प्रति घण्टा यसले चाहिँ बनाउन सक्ने भनेको 10 देखि 15 केजी बनाउँछ। त्यसमा चाहिँ विभिन्न शेपको तपाईले पफ फुलेको मकैको च्याख्लालाई हालेर फुलेको आइटम बनाउनुहुन्छ। स्पेशली चल्ने भनेको पोला, अर्को टेडोमेरे अनि अर्को कुरमुरेसबाट बन्छ है। अनि यसको चाहिँ कस्तो छ भन्दाखेरि तपाईको खर्च पनि धेरै आउँदैन क्या। मसिनमा लगानी भनेको तपाईको लगभग प्याकेजिङ सहित गर्दा 1 देखि 1.5 लाख रुपैयाँ पर्छ। अनि त्यसपछि त्यसलाई अब कुनै आइटमलाई चाहिँ रोस्ट गर्नुपर्छ, रोस्टर चाहियो हैन। अनि कच्चा पदार्थ भनेको त मकैको च्याख्ला र कनिका, चामलको कनिका चाहिने हो है। यो दुईटाको सम्मिश्रणबाट चाहिँ हामीले पफ पोला आइटम बनाउन सकियो। यो चाहिँ तपाईको थोरै लगानीबाट भयो। तर अर्को हामीसँग चाहिँ चाइनिज एक्सट्रुडर मेसिनहरू पनि हामीसँग अहिले अवेलेबल भएका छन्। त्यसबाट चाहिँ हामीले चीज बल भन्छ, रिङ भन्छ, अनि बाक्लो खालको पोला भन्छ क्या। सानो मेसिनले चाहिँ पातलो पोला बनाउँछ भने बाक्लो खालको पोला बनाउन चाहिँ हामीले ठुलो मेसिन लिनुपर्छ। त्यो सँगसँगै तपाईहरुले अरु पनि विभिन्न आइटमहरू, जस्तै म तपाईलाई नाम दिन्छु चिउरा, अहिले भनेको पफ चिउरा भनेको पेलेको चिउरा, त्यो पनि मेसिनबाटै बन्ने हो हैन। बुन्दी भन्छ, त्यो पनि मेसिनबाटै बन्ने हो हैन। त्यस्ता विभिन्न आइटम बन्ने चाहिँ हामीले चाहिँ तपाईलाई मेसिनहरू ल्याइसकेका छौँ। यो चाहिँ एक्सट्रुडर मेसिन हामीसँग सिंगल स्क्रु, ट्विन स्क्रु यस्तो खालको एक्सट्रुडर मेसिनहरू आइसकेका छन्। यसको भनेको चाहिँ बिजुली चाहिँ फेरि 3 फेज चाहिन्छ। अहिलेको सानो मेसिनमा सिंगल फेजले चलिरहेको थियो भने यसमा चाहिँ 3 फेज चाहिन्छ। कमसेकम पनि 30 किलोवाटको मोटर हुन्छ भनेपछि बिजुली पनि 3 फेज 35 केभीए 40 केभीए को चाहिँ तपाईलाई बिजुलीको आवश्यकता पर्छ। अब ठुलो स्केलमा जुन हामीले भन्दैछौँ बुन्दी बनाउने, चिउरा बनाउने, रिङ बनाउने, चिजबल बनाउने ठुलो स्केलमा जाने हो भने कमसेकम तपाईलाई 13 लाख रुपैयाँ लगानी गर्नुपर्छ एक्सट्रुडर मेसिनलाई मात्रै। त्यसपछि रोस्टर मेसिनदेखि अरु गर्दा त त्यही अनुसार 25-30 लाख पनि पुग्छ। स्मल स्केलमा चाहिँ तपाईले बनाउनु पर्यो भने जम्मा अघि हामीले भने जस्तो 1.5 देखि 2 लाख पर्यो। मिडियम स्केलमा बनाउनु पर्यो भने चिजबल चाहिँ मिडियम स्केलमा बन्छ। 3 लाख रुपैयाँको इन्भेस्टमेन्टमा चिजबल पनि भन्ने भयो, चिजबल प्लस पोला पनि भन्ने भयो। भने 3टा स्केलमा हामीसँग मेसिन अवेलेबल छन्। एउटा स्मल स्केल, मिडियम स्केल र लार्ज स्केल। अब लार्ज स्केलमा चाहिँ तपाईले चाइनिज फुडहरू पनि बनाउन सक्नुहुन्छ। जुन बजारमा तपाईले हेर्नुहुन्छ चाइनिज स्न्याक्स भनेर प्याकिङ गरेर आएको हुन्छ क्या, लामा तपाईको पफ्ड आइटम, त्यो पनि हामीसँग त्यो मेसिन पनि अहिले अवेलेबल भइसकेका छन्। अनि इन्डियन फुडहरू बुन्दी, यस्तो फुलेको चिउरा यी सबै बनाउने पनि हामीसँग अवेलेबल भइसकेका छन्। अब मसिन आइपुग्ने समय पनि हामीले हिसाब गर्दाखेरि के बुझिन्छ भन्दाखेरि हामीसँग साना मेसिन त स्टकमै हुन्छन्, तपाईहरुले लगेर सुरु गर्न सक्नुहुन्छ। मिडियम स्केलकोलाई तपाईलाई लाग्छ 40 दिन लाग्छ भने ठुलो स्केलको तपाईलाई मेसिन आइपुग्नलाई 2 महिना जति टाइम लाग्छ। त्यसको मेसिनको सेटअप, ट्रेनिङ, इन्स्टलेसन, आफ्टर सेल्स, स्पेयर पार्ट्स पनि सबै हामीले नै दिन्छौँ।
तपाईले के बुझ्नुपर्छ भने हामीले दिने रेटमा चाहिँ हामीले कहाँसम्मको खुलाएको छौं त्यो चाहिँ बुझ्नुपर्छ। कुनै कुनै कन्डिसनमा हामीले तपाईको बाहिरसम्म पुर्याइदिया हुन्छौं, कुनै कुनै कन्डिसनमा हामीले चाहिँ काठमाडौँसम्मको रेट दिएको हुन्छौं हैन। त्यो चाहिँ अब हाम्रो तपाईहरु आपसी समझदारीमा त्यो हामीले कन्फर्म गर्न सक्यो। अनि मार्केटको लागि चाहिँ के हुन्छ भने मार्केटिङ पनि तपाईले बुझ्ने अहिले कस्तो आइटम चलाएको छैन के छ तपाईले बजारमा आफै बुझ्न सक्नुहुन्छ हैन। विशेष गरी हामीले हेल्प गर्ने भनेको चाहिँ नयाँ आइटम के बन्छ, त्यस मेसिनलाई के बन्छ, मेसिनमा आउने समस्या के हुन सक्छन्, मेसिन मेन्टेनेन्समा हामीले हेर्छौं। तर बन्ने पार्टको मार्केटिङहरुमा चाहिँ तपाई आफैले हेर्नुपर्ने हुन्छ के, किनभने लगानीकर्ताहरु तपाई हो भनेपछि लगानी जसले गर्यो उहाँले चाहिँ मार्केटिङ गर्नुपर्ने हुन्छ। अनि यसको बारेमा थप जानकारी चाहियो या तपाईको मेसिन कस्तो हुन्छ के हुन्छ वा यो बाइक अन्य हामीसँग आइटम धेरै छन् नि त, मोमोका छन्, ससेजका छन्, देखिर अन्य पेपर बेसका छन्, टिस्यु पेपरका छन् है, धेरै मसिनरी एग्रिकल्चरका छन्, फुडका छन्। सबै बुझ्नु पर्यो भने पनि तपाईले अफिसमा आएर पनि समय लिएर पनि हामीसँग सबै बुझ्न सक्नुहुन्छ। र यो मेसिनलाई डेलिभरीमा पनि खासै धेरै खर्च पनि आउँदैन, किनभने सानो मेसिन हुन्छ। तपाईलाई भनेको जस्तै हामी काठमाडौँमा छौं, काठमाडौँबाट सुदूरपूर्व काँकरभिटा पुर्याउनु पर्यो भने म्याक्सिमम 3000 पर्ला यो सानो मेसिन भएर हैन। सुदूरपश्चिम पठाउनु पर्यो भने त्यही 3-4 हजार पर्ला, खासै पर्दैन, त्यस्तो धेरै खर्च पर्दैन। अनि सिकाउनलाई टेक्निशियन हामीले पठाइहाल्छौं हैन। अनि त्यसपछि अब तपाईले कन्ट्याक्ट गर्ने चेन्जिङ नेपाल सर्च गरेपछि तपाईले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यो सँगसँगै अब हामीले मोमो मात्रै कुरा गर्यौं भनेर मोमो मात्रै पाउने भन्ने हुँदैन, हामीसँग ससेजको छन् हैन। त्यसपछि फुडमा तपाईको चाउमिनका छन्, अरु पनि धेरै आइटमहरु हामीसँग छन्, पेपर बेसका मेसिनहरु छन् हैन। विभिन्न मेसिनहरु जस उत्पादन गर्न चाहिने मेसिनरी उपकरण हामीसँग सबै छन्। त्यसले गर्दा तपाईहरु यहाँ आएर गफ गर्ने, सबै कुरा बुझिएन ल युट्युबमै तपाईको युट्युबमा हेर्दाखेरि पनि कति कुरा चाहिँ हामीले झुट बोले हो कि हामीले कतिको सही दिइरा छौं डिटेल्स, त्यो पनि आएर तपाईले यहाँ चेक गर्न सक्नुहुनेछ। अब यहाँ नजिकै कहीँ डेमो देखाउने स्थिति रहेछ भने डेमो पनि देखाउला, छैन भने भिडियोबाट देखाउला। र हामी तपाईलाई भिडियोमा देखाएको अनुसारको आउँछ आउँदैन त पनि ग्यारेन्टीको लागि पेपरै बनाउला हैन। तपाईहरुलाई आफू क्लियर भएपछि मात्रै काम गर्नु होला, त्यो प्रब्लम हुँदैन। सबै कुरा क्लियर गरेर मात्रै हामी तपाईलाई दिन्छौं के। त मनमा कुन डाउट छन् तपाईले पोइन्ट आउट गरेर तपाईलाई सिग्नेचर गर्नु पर्यो अथवा हामीले कन्फर्म गर्नु पर्यो भने त्यो पनि हामी गरेर सबै कुरा ओके गरेर हामीले मेसिन दिन्छौं के। हामीले एउटा भन्ने अर्को दिने भन्ने कुरा चाहिँ त्यस्तो हुँदैन। त्यो भएर तपाईले व्यवसाय गर्दा ढुक्कले चाहिँ व्यवसाय गर्न सक्नुहुन्छ, तर मार्केट चाहिँ बुझ्नु पर्यो। मसिन मात्रै लगाएर हुँदैन, मेसिनलाई उत्पादन गर्यो त्यसलाई बेच्नु पनि पर्यो नि त। त्यो भएर त्यतिले मात्रै पुग्दैन, मार्केट पनि मजाले बुझौं अनि व्यवसाय गरौँ। अब तपाईहरुलाई चाहिँ हामी स्क्रिनमा पनि भिडियोहरु देखाइराछौं हैन। आज अब स्क्रिनमा तपाईले देखिरहेको भनेको सुरुमा आइरहेको भनेको यो पोला बनिरहेको हो, यो पोला बनाउने मेसिन हो हैन। अनि यसबाट पोला पनि बनिरहेछ। पोला भनेको यसरी लामा लामा भनेर निस्किन्छन्, अनि खर्च पनि खासै धेरै आउँदैन पोलामा। त्यसपछि पोला सँगसँगै बुन्दी भने मैले, बुन्दी भनेको फुलेको आइटम, यो बुन्दी पनि तपाईले भिडियोमा हेरिरहन सक्नुहुन्छ हैन। बुन्दी भनेको चाहिँ तपाईको इन्डियन आइटम हो, यो पनि भुजियाहरुमा हालिन्छ, यो बुन्दी पनि भन्छ यसबाट। त्यस्तै चिउरा भन्छ क्या, चिउरा हेर्न सक्नुहुन्छ, चिउरा पनि भन्छ क्या। चिउरा दुई खालको हुन्छ, एउटा भनेको कुटेको चिउरा, यो भनेको चाहिँ फुलाको चिउरा हो। त्यो चिउराको पनि तपाईले हेर्न सक्नुहुनेछ हैन। त्यस्तै विभिन्न एउटै मेसिनबाट विभिन्न खालका चाहिँ आइटम, जुन म तपाईलाई फोटो पनि देखाइरहेको छु, यो विभिन्न आइटम पनि एउटै मेसिनबाट हामीले बनाउन सकिन्छ। तपाईले पिक्चर देख्न सक्नुहुन्छ, एउटै मेसिनबाट हेर्नुस् कतिवटा थोक बन्छ भनेर। चिजबल पनि बन्यो, बुन्दी बन्यो, पोला बन्यो हैन, कुरमुरे बन्यो, धेरै आइटमहरु चाहिँ एउटै मेसिनबाट बन्छ।